गाइस बवाल छ है तब चाहिँ यस्तो लागिरहेछ ढोलपाडनमा हामी चाहिँ अहिले माथि छौँ बिहानको समय बवाल देखिरहेछ है अहिले चाहिँ भ्यू है माथिदेखि आयौँ यस्तो छ बाटो चाहिँ हामी चाहिँ बाटो बिर्स्यौँ आज चाहिँ उतै माथितिर माथि नै बसिन्छ होला सायद ल गाइस हामी चाहिँ ट्याक्क नास्ता सास्ता सबै भयो होइन हामी चाहिँ यता चाहिँ हिमाल ब्लकमा हुनुहुन्छ है कस्तो भइरहेछ हामी चाहिँ वान ट्रेकिङमा छौँ सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहुन्छ हामी कहाँ जाँदैछौँ कस्तो रूपमा जाँदैछौँ कस्तो ठाउँ छ होइन ढोलपाडनको भ्याली कस्तो देखिन्छ सबै कुराहरू देखाउँछौँ सो अन्तिमसम्म हेर्नु ल Hello everyone, good morning from Bhutan. Welcome back to my new vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अहिले म चाहिँ ढोलपाडनमा छु बिहानको समय देख्नु बिहानको 5:30 भइसकेछ ल गाइस हामी चाहिँ अलि माथि आइसक्यौँ यता चाहिँ डालेन र भलक हुनुहुन्छ है यता चाहिँ डानियल दाइ यता चाहिँ हिमाल ब्लक मामा हुनुहुन्छ है कस्तो भइरहेछ हामी चाहिँ वान डे ट्रेकिङमा छौँ सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु भने चाहिँ हामी कहाँ जाँदैछौँ कस्तो रूटमा जाँदैछौँ कस्तो ठाउँ छ होइन ढोलपाडनको भ्याली कस्तो देखिन्छ सबै कुराहरू देखाउँछौँ सो अन्तिमसम्म हेर्नु ल बवाल छ है यता चाहिँ जियोस् वाउ सक्नुहुन्छ बवाल छ है यता चाहिँ बेसी तलै हो जाने सक्यो चाहिँ दाजु पनि पछि पछि आउनु भएको छ अनि चाहिँ मामाहरू हजुर भाइहरू हाम्रो हुनुहुन्छ तल चाहिँ बवाल भ्यू देखिरहेको छ है हेर्नु तल चाहिँ गाउँ छ माथि चाहिँ बादल बवाल देखिरहेको छ है चाहिँ बिचमा चाहिँ गाउँ देखिरहेको छ माथि माथि चाहिँ बादल है गाइसहरू चाहिँ हुनुहुन्छ नबी गाउँ है अहिले चाहिँ बादल हटिसक्यो है भ्यू चाहिँ अहिले बवाल देखिरहेछ तल चाहिँ अलि कुनामा छ है बादल चाहिँ रहेछ यता चाहिँ नबी गाउँ पर्छ है यो साइड चाहिँ सिलपाखे अनि उता चाहिँ उत्तरङ्गा साइड उता बिजौरी खोला भन्छ यता चाहिँ पाखाथर एरिया भन्छ है ल गाइस भर्खरै घाम आइसक्यो है सबैजना आइनुहुन्छ है अहिले चाहिँ मान्याउली कराउँछ ल गाइस यहाँ चाहिँ गाई गोरु रहेछन् है यति माथि है हाम्रो बोसको चाहिँ बस्ने मसँग डन छैन बसाइ सरे छ है
बाटोमा जिन्दगी यस्तो छ है भिरै बिर्छ अब त्यस्तो मलेसिया आएर त्यही हावाहरू ल गाइस वहाँ पुग्नेछ माथि चुलीमा हो माथि अझै लाग्छ होला 2 घन्टा 2-3 घन्टा जति लाग्छ होला वाला है गाइस फुल है इमेजिन छ है अब खान लाग्यो होइन भोक लाग्यो दुईटा भदै उलाई त बोलाइ किउरा के कम्बली खाने अर्नी पो चाहिँ राजा अर्नी मा दुईटा त उठाएन नि केटा हो स्पेसल नास्ता तपाईले हाल्दै के दिउ झिक्ने हो र दुईटा दिउ हो ल मचाइ सुरु गरिसक्यो खानु पर्ने नै हो गाइस मचाइले अलि माछा यो चाहिँ अमिलो भन्छ है यसलाई यो चाहिँ अमिलो हो अझै सानो छ है यस्तो हुन्छ यत्रो हुन्छ है अमिलो ल गाइस यो चाहिँ स्पेसल क्रम छ है यो चाहिँ भर्खर ल्याइछ अझै यो त अझै योभन्दा ठुला हुन्छ कि योभन्दा ठुला अनि यसलाई चाहिँ एकदमै औषधि हुन्छ यसको चाहिँ यो चाहिँ औषधि हुन्छ है अनि चाहिँ धेरै अमिलो हुन्छ चाहिँ यसको उजेरी चाहिँ ल गाइस वाल छ है ठाउँ चाहिँ यो चाहिँ आउनु परेमा सम्झाउनु होला है रम चालु भन्छ यसलाई मैले चाहिँ यो त उखलिसकेँ है यो चाहिँ टन्नै पाइने रहेछ है यो चाहिँ औषधि हुन्छ भन्छन् चाहिँ पछि ठुलो हुन्छ भवाल हुन्छ दाइहरू चाहिँ अगाडि गइसक्नु भयो म चाहिँ चाहिँ फुल है कुहिरो लागेछ यस्तो छ कता यस्तो छ यो ढाड पानी बिताउँदैछौँ है बसेर सबैजना ट्याकको वाल छ है अझ 2 घन्टा हिँड्नु पर्छ माथि हो आज चाहिँ उतै माथितिर माथि नै बसिन्छ होला सायद ल गाइस हाम्रो चाहिँ अब नास्ता खाने तयारी हुँदैछ मासु है मोबाइल छ है ल गाइस हामी चाहिँ ट्याकको नास्ता सस्ता सबै भयो होइन हामी चाहिँ फर्किन लाग्यो होइन यसमा आयो हामी चाहिँ सबै अब फर्किन लाग्यो होइन
हाम्रो सर चाहिँ यता हुनुहुन्छ है। बाटो बिर्स्यौँ, कुहिरो लाग्यो थियो अनि माथिदेखि आयौँ। यस्तो छ है बाटो चाहिँ, हामी चाहिँ बाटो बिर्सेर हो। ओ मामा भो 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 मामा म चाहिँ तल आइपुगेँ। त्यहाँ अझै यस्तो छ यार, पुरा छ हेर्नुहोस् त यार, यस्तोमा बाटो भित्र यहाँ कुहिरो लागिरहेको थियो कि, त्यहाँ उजै नदेखिने कि, यो ठाउँ नदेखिने कि, लास्ट कुहिरो लागिरहेको थियो। हामी चाहिँ अहिले तल झर्सक्यो होइन गाउँमा। हामी अघि माथि 4,110 मिटर हाइटमा पुगेर आयो होइन। त्यसपछि हामी चाहिँ अहिले तलै आइपुग्यो। त्यहाँ चाहिँ काँडे भन्ने ठाउँमा गएर त्यहाँ हामी चाहिँ तल यो मर्मा गाउँमा आइसक्यौँ। एकछिनमा हामी त्यहाँबाट बोराङ जाने हो। सबैले अब जस्तै छ भिडियो सपोर्ट प्रतिक्रिया दिनु होला, साथै सब्सक्राइब गर्न नभुल्नु होला। अर्को भिडियोमा भेटौँला। नमस्ते।